सोसियल मिडियाले कतिको एङ्जाइटी दिन्छ तपाईँलाई? Maybe half my anxiety used to come from social media. Not anymore. Because I know how to के भन्छ disassociate myself with it के म सोसियल मिडियामा छु तर छुइनँ म चाहिने कुरा राख्छु नचाहिने कुराबाट म भाग्छु आई स्टप रिडिङ कमेन्ट्स पहिलाको जस्तो धेरै म इन्भल्भ पनि हुँदिनँ मेरो आफ्नो भएभरको सबै ओपिनियन पनि म सोसियल मिडियामा राख्दिनँ होइन चाहिने ठाउँमा जहाँ मैले गर्नुपर्छ मैले गर्छु होइन तर आइ एम देयर बट आइ एम नट देयर सो आइभ लर्न हाउ टु डिसोसिएट माइसेल्फ के लाग्छ भनेपछि सोसियल मिडियामा 100% ट्रान्सपेरेन्ट भएर सबै चिज भन्नु इज द गुड थिङ जस्तो लाग्छ तर होइन रहेछ कि इट्स जस्ट अ पार्ट अफ युर लाइफ एन्ड के दिने के नदिने भने तपाईँको हातमा छ कि एन्ड द्याट्स हाउ यु प्रोटेक्ट युर सेल्फ इन अ वे एन्ड सोसियल मिडिया भनेको इट्स अ डिफ्रेन्ट डाइमेन्सन भनेर म हेर्छु कि किनभने चाहिँ त्यही मान्छे सोसियल मिडियामा जसरी इन्टरेक्ट गर्छ रियल लाइफमा भेट्यो इट्स कम्प्लिटली डिफ्रेन्ट